ओके, यो आमाको जन्मदिन। आजको दिन मेरो लागि धेरै खास छ। तिमी छौ र त ममा जीवनको सास छ। आज मलाई जन्म दिने जननी यो धरतीमा पाइला टेकेको दिन, वा भनौं मेरो सिङ्गो संसारको सृष्टि भएको दिन। आमा, तिम्रो त्यो महानताको खै कसरी बयान गरौं? तिमीले आफ्ना सन्तानका लागि गरेका ती त्यागहरू कुन शब्दमा कोरौं? तिमी मेरो जीवनको पहिलो सुरुवात हो आमा। तिमी मेरो स्पर्शको पहिलो आभास हो आमा। तिमी मेरो शब्दहरूको पहिलो आवाज हो आमा। तिमी त मेरो शिक्षाको पहिलो गुरु हो आमा। तिमी त मैले पुज्ने पहिलो जिउँदो भगवान हो आमा। आफ्ना सारा सपनाको बलिदान दिई आफ्ना सन्तानका लागि आफ्ना पुरै जिन्दगी नै समर्पित गर्ने तिमी त साँच्चै महान छौ आमा। सायद तिमीलाई त यो पनि याद छैन होला है, आज तिम्रो जन्मदिन हो भनेर। आफ्ना परिवारको लागि सोच्दा सोच्दै तिमीले त आफैलाई पनि भुलिसक्यौ होला है आमा। घाँसदाउरा र मेलोपातो गर्दा गर्दै फुटेर चिया चिया भएका तिम्रा ती हात अनि पैतालाहरूमा अब कहिल्यै नफुट्ने सुखको मलम लगाउन मन छ। वर्षौंदेखि नफेरिएको तिम्रो त्यो उद्रिएको चोली फेरि नयाँ चोली किनिदिन मन छ। पहिला खेल्दा खेल्दै थाकेर तिम्रो काखमा सुत्ने म यो जिन्दगीदेखि थाकेकी तिमीलाई मेरो काखमा सुताउन मन छ। तिमीलाई पीडा सुनाउने होइन, अब तिम्रा पीडाहरू सुनिदिन मन छ। यो जिन्दगीको बाकसमा खुसी भरेर लाउ सुखको चाबी भन्न मन छ। सबैले कति कमाइस् भन्ने यो दुनियाँमा केवल तिमी एक त छौ आमा। आज के खाइस् भनेर सोध्ने, कसैले मायाको परिभाषा सोद्धा मलाई तिम्रो नाम भनिदिन मन छ। आजको दिन तिम्रो विशेष रहोस्। ह्यापी बर्थडे भन्दा त बुझ्दिनन् मेरी आमा। मेरी आमालाई जन्मदिनको धेरै धेरै शुभकामना। मेरी प्यारी आमा, धन्यवाद। ग्याङ रोको हो सबजना। दिस इज हेयर च्याट। दिस इज म लास्ट इमोसनल भयो कि लास्ट टु। अरे त्यस्तो नभन्नु न यार, होइन। म एकदमै अब परिवारमा सबैलाई माया गरिन्छ। हाम्रो पनि त्यस्तै हो। अब ड्याडी मम्मी एकदमै धेरै माया गर्छु। अनि ड्याडी मम्मीलाई धेरैजनाले टिकटकमा पनि मन पराइदिनु भएको थियो होइन। अनि यहाँ आउँदाखेरि के खाइस् भनेर सोध्ने केवल आमा बाबा नै हुँदो रहेछन् भन्ने फिल भएर यो चाहिँ मैले लेखेको थिएँ है। लभ यु सो मच। लभ यु मम। सबैको आमा, सबैको आमाहरूको कथा हो है यो चाहिँ। परिवारको लागि समय दिँदा दिँदै कहिले पनि आफ्नो लागि समय दिन भ्याउनु भएको हुन्न। आफ्नो बर्थडे पनि याद हुँदैन। एकदम ट्यालेन्टेड, एकदम खुसी लाग्यो प्रकाश, एकदमै खुसी लाग्यो।